5 देखि 25 बिचमा हुनेछ भने मेन्सको पिएम कप प्रोभिन्स 25 देखि फेब्रुअरी 10 सम्म छ। अहिले नेपालको महिला तथा राष्ट्रिय मेन्स वुमेन्स दुईटै टिम चाहिँ वर्ल्ड कप क्वालिफायर र वर्ल्ड कपको लागि तयारी भएको हुँदाखेरि यसबेला चाहिँ हामीले क्लब स्तरीय जिल्ला लेभलमा र प्रदेश स्तरीय प्रतियोगिता चाहिँ यही दौरानमा हामी सघाउनेछौँ भने लास्ट इयर हामीले जय ट्रफी जुन टप 4 टिम्सहरू पिएम कपमा क्वालिफाई भएको टिम्सहरूको प्रतियोगिता चाहिँ यसपालि फेब्रुअरी 12 देखि 22 को बिचमा राखेका छौँ। अहिले यो क्रिकेट क्यालेन्डरलाई हजुरले डोमेस्टिक र इन्टरनेसनल क्रिकेट इन्टिग्रेट गर्दाखेरि चाहिँ हाम्रो नेसनल टिमको प्लेयर्सहरू एकदमै बिजी हुने र त्यसले कारणले गर्दाखेरि पनि अब सेलेक्ट हुने 15 जना 14 जना बाहेक चाहिँ बाँकी खेलाडीहरूलाई चाहिँ सक्दो धेरैभन्दा धेरै हामीले राष्ट्रिय प्रतियोगिताहरू खेलाएर नै उहाँहरूलाई बिजी राख्नुपर्ने अवस्था भएको हुँदाखेरि सबै स्पेसली घरेलु प्रतियोगिताहरूमा सायद राष्ट्रिय टिममा सबै खेलाडीहरू उपलब्ध पनि नहोला। तर यसलाई अलिकति इन्टिग्रेट गर्नको लागि चाहिँ र डोमेस्टिक क्रिकेट अझ बोलाउनको लागि चाहिँ नेसनल टिमको प्लेयर्सहरू नेसनल टिमलाई खेलिराख्दाखेरि पनि अरू प्लेयर्सहरू चाहिँ घरेलु प्रतियोगिताहरूमै संलग्न हुने हामीले क्यालेन्डर त्यही हिसाबले तयार गरेका छौँ। यो नेसनल स्कुल च्याम्पियनसिप भनेर हामीले लास्ट इयर पनि एउटा सुरुवात गरेका थियौँ, तर सुरुवात गर्दाखेरि त्यसलाई कार्यान्वयन गर्न सकिन। तर यसपालि अब ग्रासरुट क्रिकेटलाई अघि बढाउने क्रममा चाहिँ स्कुल विद्यालय स्तरीय प्रतियोगितालाई चाहिँ हामीले जिल्ला स्तरीयबाटै फेब्रुअरी मार्च हुँदै मेसम्मको समयमा चाहिँ जिल्ला प्रदेश र एन्डमा गएर नेसनल स्कुलको एउटा च्याम्पियन नेसनल स्कुल च्याम्पियनसिप भनेर नै यो ग्रासरुट क्रिकेटको लागि एउटा पहल हामीले सुरुवात गरिरहेका छौँ। त्यसपछि अब मार्चमा हाम्रो प्रधानमन्त्री कप हुन्छ। नेपाल राष्ट्रिय क्रिकेट टिम वर्ल्ड कप सकिसकेपछि सेकेन्ड राउन्ड पुग्छौँ भने मलाई लाग्छ हामी फेब्रुअरीको लास्टसम्म पनि हामी इन्डियामा हुनेछौँ भने फर्स्ट राउन्ड सकेको खण्डमा चाहिँ अहिले मार्च 5 मा फागुन 21 गते चुनाव पनि भएको हुँदाखेरि यसलाई अब हामीले निरन्तरता दिने क्रममा मेन्स पिएम कप चाहिँ हामीले मार्च 28 देखि अप्रिल 20 मा राखेका छौँ। यो चाहिँ चुनाव पछि नै आयोजना गर्नुपर्ने र त्यो सँगसँगै अप्रिलमा हाम्रो वाइवाई अन्डर 19 मेन्स नेसनल क्रिकेट टुर्नामेन्ट हामीले राखेका छौँ। वुमेन्स पिएम कप को जिल्ला र प्रदेश हामीले मार्च अप्रिल हुँदै मेन नेसनल टुर्नामेन्ट चाहिँ मेमा हामीले आयोजना गर्ने मिति राखेका छौँ भने त्यो सँगसँगै क्यान युथ कप भनेर लास्ट टाइम पनि हामीले वाइवाई अन्डर 19 गरिसकेपछि बेस्ट प्लेयर्सहरूलाई सम्मिलित गरेर एउटा क्यान युथ कप भन्ने प्रतियोगिता आयोजना गरेर त्यसलाई चाहिँ निरन्तरता दिने क्रममा छौँ। जुन जुलाई अगस्त हाम्रो अलिकति डेभलपमेन्ट फेज भएको भएर प्लस बर्खा स्टार्ट हुने क्रममा चाहिँ एउटा जुनमा चाहिँ राष्ट्रिय स्तरको T20 च्याम्पियनसिप हामीले आयोजना गर्नुपर्ने छ। देशभरि विभिन्न घरेलु प्रतियोगिताहरू विभिन्न जिल्ला प्रदेशहरूले पनि र प्राइभेट सेक्टरहरूले पनि आयोजना गर्ने हुँदाखेरि चाहिँ लास्ट इयर हामीले राष्ट्रिय स्तरको T20 च्याम्पियनसिप गर्न सकेनौँ। तर यसपालि चाहिँ हामीले अब जिल्ला प्रदेशहरूबाट छानिने जुन मेन्स पिएम कप 50 ओभर छ त्यति बेलै जिल्ला प्रदेशहरूलाई बेस्ट प्लेयर्सहरूलाई सेलेक्ट गरेर चाहिँ र T20 अरू प्रतियोगिताहरूको र T20 मा पोटेन्सियल भएको प्लेयर्सहरूलाई चाहिँ आफ्नो टिममा रेडी गरेर प्रदेश स्तरीय चाहिँ नेसनल T20 च्याम्पियनसिप हामीले आयोजना गर्ने प्लान गरेका छौँ। त्यसपछि आएर सेप्टेम्बरमा हाम्रो अन्डर 19 नेसनल च्याम्पियनसिप पनि राखेका छौँ। 2027 मा हाम्रो ठाने छ हामी महिला विश्वकप पनि हामी को होस्ट आयोजना पनि गर्दैछौँ भन्ने सँगसँगै सहभागिता पनि जनाउँछौँ भने महिला क्रिकेटलाई पनि अब राष्ट्रिय स्तरको अन्डर 19 नेसनल च्याम्पियनसिप पनि हामी सेप्टेम्बरमा आयोजना गर्ने र साथै अब अक्टोबर नोभेम्बर डिसेम्बरमा चाहिँ अन्डर 16 को पनि योपालि हामीले अक्टोबर नोभेम्बर एउटा अन्डर 16 नेसनल गर्ल्स स्कुल च्याम्पियनसिपको पनि एउटा फर्मेट हामीले स्टार्ट गर्ने प्रयास गर्नेछौँ भने सुरुको त्यो हाम्रो इन्टर स्कुल जुन नेसनल स्कुल च्याम्पियनसिप सँगसँगै अक्टोबर नोभेम्बर डिसेम्बरको टाइममा पनि मेबी लङ्गो फर्मेटको विद्यालय स्तरीय प्रतियोगिताहरू पनि त्यसलाई चाहिँ ग्रासरुट लेभलबाट त्यस्तो खालको प्रतियोगिताहरूको एउटा इन्भल्भमेन्ट हामीले स्टार्ट गर्ने एउटा क्यालेन्डरमा समावेश गरेका छौँ। नोभेम्बर पछि मलाई लाग्छ डिसेम्बरमा अरू रिजनल टुर्नामेन्ट्सहरू छँदैछ। अब हामी इन्टरनेसनल क्रिकेट क्यालेन्डरमा जाँदाखेरि चाहिँ अहिले मैले अघि भने जस्तै जनवरीमा हाम्रो
वुमेन्स वर्ल्ड कप क्वालिफायर छ, फेब्रुअरीमा T20 वर्ल्ड कप छ, सँगसँगै वुमेन्स प्रिमियर कप एसीसी र वुमेन्स प्रिमियर कपको पनि प्रपोज डेट फेब्रुअरीमा आएको हुँदाखेरि एक्ज्याक्ट फाइनल डेट आइसकेको छैन, तर फेब्रुअरी पछि वर्ल्ड कप क्वालिफायर पछि हामी वुमेन्स प्रिमियर कपमा सहभागिता जनाउनेछौँ। मार्चमा बाइल्याटरल सिरिज हामीले CWC जुन हाम्रो नेपाल ओमान र युएईको छ, मार्च 10 देखि 25 को बिचमा हुनेछ। त्यति बेला पेन्स बाइल्याटरल सिरिज भनेको सबैको चासोको विषय भनेको नेपाल टेस्ट राष्ट्रहरूसँग खेल्छ या खेल्दैन भन्ने क्रममा चाहिँ हामीले विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय गरिरहेको पनि छौँ। यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि एटलिस्ट योपालि हामीले एक्सपेक्ट गरेको हाम्रो बर्खा सुरु हुनुभन्दा अगाडि एटलिस्ट 2टा जति टेस्ट राष्ट्रहरू हामी बोलाउनको लागि प्रयत्न हामीले गरेका छौँ। त्यसको लागि यो CWC भन्दा अगाडि र CWC पछाडि चाहिँ वी होप टु इन्टिग्रेट एटलिस्ट 50 ओभर्सको बाइल्याटरल सिरिज टेस्ट प्लेइङ कन्ट्रीसँग। त्यसपछि हाम्रो वुमेन्स बाइल्याटरल सिरिजहरू हामीले हाम्रो सम्बन्धित ACC लगायत अरू राष्ट्रहरूसँग कोअर्डिनेट गरिरहेका छौँ। अन्डर 19 वुमेन्स टुरलाई हामी भुटान पठाउँदैछौँ। वाइ बिकज इट्स भेरी इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड हाम्रो महिला अन्डर 19 टिमलाई चाहिँ लगभग 8-9 महिनाकै प्लानबाट हामी नेक्स्ट इयर विश्वकपसम्मको लागि तयारी गर्नको लागि र अहिले आउनुभएको हाम्रो जुन प्रशिक्षक हुनुहुन्छ हर्षल पाठकजी, उहाँले चाहिँ सिनियर र अन्डर 19 दुईटै क्रिकेट खेल्ने पनि हामीले एउटा संरचना बनाएको थियौँ। पहिला अलमोस्ट 20 इयर्स अगो रोहित दास सर जब नेपाल आउनुभएको थियो त्यति बेला हाम्रो क्रिकेट अपरेसन म्यानेजर फर्मर क्याप्टन विनोदजी लगायत त्यो जेनेरेसन हाम्रो जेनेरेसनलाई चाहिँ एउटै प्रशिक्षकले सबै उमेर समूहको हेर्दाखेरि एउटा राम्रो ग्रासरुट लेभलमा प्लेयर आइडेन्टिफिकेसन पनि भएको थियो। त्यसैले महिला क्रिकेटको लागि चाहिँ हामीले स्पेसिफिक भएर सिनियर वुमेन्स क्रिकेट टिम हेर्ने प्रशिक्षकले अन्डर 19 वुमेन्स क्रिकेट टिमलाई पनि हेर्नुहुनेछ र त्यसलाई साथ सहयोग गर्नुहुने हाम्रो नेपाली कोचेसहरू पनि हामी उहाँले इन्भल्भ गराउनेछौँ। त्यसैले यसलाई चाहिँ एउटा ओभरअल वुमेन्स अन्डर 19 क्रिकेटलाई चाहिँ प्रायोरिटी राख्दै हामीले अगाडि बढाउने क्रममा छौँ। अप्रिलमा हाम्रो A सिरिजहरू छ। अब नेपाल A टिम हामीले संरचना जुन हामीले सुरुवात गरेका थियौँ, अब A टिमलाई अझै इन्भल्भ गराउनको लागि चाहिँ अभियसली यहाँ प्रतियोगिताहरू यति धेरै छन् कि प्लस द अमाउन्ट अफ मनी द्याट वी आर स्पेन्डिङ राष्ट्रिय टिममा, राष्ट्रिय टिमको तयारीदेखि लिएर क्याम्पदेखि लिएर राष्ट्रिय प्रतियोगितादेखि लिएर सायद योभन्दा अगाडि पनि हामीले NPL भन्दा अगाडिको प्रेस कन्फरेन्स भनेको थियो कि लास्ट इयर हाम्रो अलमोस्ट डोमेस्टिक क्रिकेटमा नि मेन्स PM कप, वुमेन्स PM कप, अन्डर 19, अन्डर 16 गर्दाखेरि वी स्पेन्ड अराउन्ड 10 to 12 crores हाम्रो डोमेस्टिक क्रिकेटमै खर्च भएको थियो। त्यसैले त्यो खर्चलाई अझ व्यवस्थित गर्नको लागि र प्लस हाम्रो इन्टरनेसनल टिमलाई अझ बोलाउनको लागि चाहिँ अहिले हामीले सोचेको भनेको चाहिँ हाम्रो जति पनि राम्रो खेलाडीहरू हुन्छन् घरेलु प्रतियोगिताहरूमा राम्रो खेलेको खेलाडीहरूलाई चाहिँ उहाँलाई निरन्तर रूपमा सिरिजहरूको हामी आयोजना गर्ने र अरू क्रिकेटलाई अझ व्यवस्थित गर्नको लागि चाहिँ अरू नेसनल क्रिकेट एकाडेमीको कन्सेप्टदेखि लिएर जुन हामीले पहिला पनि एउटा इनिसिएट गर्ने प्रोसेस गरेको थियो त्यसलाई पनि हामी औपचारिक रूपमा चाँडै नै कार्यान्वयन हुने गरी घोषणा पनि गर्नेछौँ। जसले गर्दा वर्षैभरि राष्ट्रिय टिमको प्लेयर्सहरू बाहेकको मेबी हाम्रो अन्डर 16, अन्डर 19 र 18 को प्लेयर्सहरूलाई चाहिँ अब इयर लङ प्रोग्राममा राखेर चाहिँ उनीहरूलाई विभिन्न सिरिजहरू खेल्ने, विभिन्न क्लबहरूमा खेल्ने छुट्टीहरू हामीले प्लानिङ गरेका छौँ। अन्डर 19 वुमेन्स सिरिज पनि हामीले होम एन्ड अवे अप्रिलमा राखेका छौँ भने चाहिँ मेमा नेपाल, USA र स्कटल्यान्ड हामी नेपालमै आयोजना गरिरहेका छौँ। त्यसपछि जुन CWC छ मे पछिको एउटा T20 को ट्राइबल सिरिज हामी प्रपोज गरेका छौँ। नेपाल, USA, स्कटल्यान्ड प्लस मेबी एउटा अर्को ठुलो राष्ट्रलाई बोलाएर, जसले गर्दा त्यो ट्राइबल T20 सिरिजलाई हामी निरन्तरता दिन सक्छौँ। र हरेक टिम जब ट्राभलिङ टिम नेपाल आउँदैछ योपालि हामी 3टा एटलिस्ट CWC को प्लस अरू 3टा घरेलु सिरिज आयोजना हुँदाखेरि चाहिँ त्यो A टिमको प्लेयर्सहरू चाहिँ त्यो इन्टरनेसनल टिम्सहरूसँग खुसी हुँदाखेरि त्यो म्याच टिम्सहरूसँग खेल्ने चाहिँ संरचना बनाएको छौँ हामीले, जसले गर्दा त्यो प्लेयर्सहरूलाई इभ्यालुएसन गर्ने पनि मौका होस् र नेसनल टिम सेलेक्ट गर्ने आधारहरू पनि अझ बलियो होस् भनेर हाम्रो वुमेन्स इन्टरनेसनल सिरिजलाई पनि हामीले कन्टिन्युटी दिने क्रममा मोस्ट लाइकली हामी कुनै राष्ट्रलाई बोलाएर मेमा हामी खेलाउनेछौँ। र योपालि अब काठमाडौँ सेन्ट्रिक धेरै मेन्स क्रिकेट भएको हुँदाखेरि अहिले देशको विभिन्न ठाउँमा ग्राउन्डहरू पनि बनेका छन्। त्यो ग्राउन्डहरू बन्ने क्रममा चाहिँ सायद वुमेन्स इन्टरनेसनल सिरिजहरू जुन हामी काठमाडौँ बाहिर पनि लान सक्छौँ योपालि, त्यसको लागि पनि हामी पहलहरू गरिरहेका छौँ। जुनमा वन्स अगेन वी प्लानिङ टु ह्याभ बाइल्याटरल सिरिज
which may include one of the best playing nations भनेर पनि भनिसके त्यसको लागि हामी कोर्डिनेसन गरिरहेका छौँ अब नेपाली वुमेन्स टिम यदि वर्ल्ड कप क्वालिफाई गर्ने हो भने T20 वर्ल्ड कप जुनमै छ त्यसपछि अन्डर-19 वुमेन्स टिमको हामीले मलेसियाको टुर राखेका छौँ जुलाईमा फेरि हामी CWC मा अवे सिरिज हामी नेपाल नेदरल्यान्ड्स नमिबिया हामी नेदरल्यान्ड्समा खेल्दैछौँ भने वुमेन्स एसिया कप चाहिँ जुलाईमा आयोजना हुँदैछ त्यसैले त्यसको लागि पनि हामी तयार गर्दैछौँ र अघि हाम्रो डोमेस्टिक क्रिकेट क्यालेन्डर अन्तर्गतको नेसनल स्कुल च्याम्पियनसिपको जुन कन्सेप्ट थियो त्यो कन्सेप्टलाई निरन्तरता दिने क्रममा चाहिँ ACC मेन्स अन्डर 16 इस्ट जोन कप भनेर प्रपोज टाइमलाइन छ त्यो नेसनल स्कुल च्याम्पियनसिपबाट खेलेको जिल्ला प्रदेश केन्द्र अन्तर्गतको बेस्ट प्लेयर्सहरूलाई चाहिँ हामी जुलाईमा हुने प्रतियोगिताको लागि अहिलेदेखि नै तयारी गर्दैछ अन्डर 16 टिमलाई चाहिँ अहिलेदेखि नै तयार गर्ने र त्यो बेस्ट आइडेन्टिफाइड योभन्दा अगाडिको अन्डर 16 प्लेयर्सहरू पनि र अहिलेको क्वालिफाइड अन्डर 16 प्लेयर्सहरूलाई पनि अब चाहिँ एउटा लङ फर्मेटमा राखेर या लङ प्रोग्राममा राखेर चाहिँ उनीहरूको ओभरअल डेभलपमेन्ट उनीहरूको ओभरअल भनौँ न प्लानिङ उनीहरूलाई कसरी ग्रुमिङ गर्ने खालको एउटा सिस्टम चाहिँ डेभलप गर्ने हामी प्रयास गरेका छौँ अगस्त सेप्टेम्बरमा ACC प्रिमियर कप प्रपोज छ यो वार्षिक रूपमा एसियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगिता हो भए सँगसँगै कुवेत र नेपाल बिचको हाम्रो एउटा सहमति पनि हामीले पहिले सार्वजनिक गरिसकेका थियौँ जस अन्तर्गत हाम्रो बाइल्याटरल सिरिज कुवेतसँग हामी खेल्नेछौँ जुन जुलाई अगस्त अलिकति हाम्रो रेनी सिजन भएको भएर अवे टुर्सहरूमा हामी अलिकति बढी फोकस हुनेछौँ भने लास्ट सिजन हामीले टप एन्ड सिरिज खेलेका थियौँ अस्ट्रेलियामा जुन क्रिकेटिङ पर्सपेक्टिभबाट एकदमै राम्रो हामीले फिडब्याक आएको थियो त्यसलाई पनि हामी कन्टिन्यू दिने क्रममा छौँ भने अहिलेको ACC को प्रपोज प्लान अनुसार ACC अन्डर 19 मेन्स प्रिमियर कप पनि हामी अगस्त सेप्टेम्बरमा आयोजना हुन सक्ने अवस्था छ त्यसपछि सेप्टेम्बरमा हामी एउटा इन्टरनेसनल बाइल्याटरल सिरिज खेल्नेछौँ आउटसाइड अफ नेपाल जसको लागि वी हेभ पहल गरेर चाहिँ औपचारिक रूपमा यसको कन्फर्मेसन हुन साथ हामी यहाँलाई जानकारी गराउने छौँ UAE र नेपाल बिचको पनि हाम्रो अन्डरस्ट्यान्डिङ र एउटा सहमति अनुसार बाइल्याटरल सिरिज हामी UAE सँग खेल्ने हाम्रो क्यालेन्डरमा हामीले इन्क्लुड गरेका छौँ भने फेरि आएर अक्टोबरमा अर्को CWC सिरिज छ नेपाल क्यानाडा र ओमानको CWC सिरिज मलाई लाग्छ बिट्विन अक्टोबर 1 to 15 को बिचमा सकिनेछ त्यो दसैँभन्दा ठ्याक्क अगाडि या दसैँकै टाइममा सकिने भएको हुँदा अनि यसपालि चाहिँ त्यो CWC सकिन साथै मोस्ट लाइक नेपाल प्रिमियर लिगले चाहिँ हामी अझ अगाडि सार्ने क्रममा छ जसले गर्दा मेबी एन्ड अफ नोभेम्बरसम्ममा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण हामी त्यति बेलासम्म सकाउन सक्छौँ यही बिचमा यता मेन्स CWC र इन्टरनेसनल सिरिज भइराख्दाखेरि चाहिँ वुमेन्सको इन्टरनेसनल क्रिकेटलाई पनि हामीले जो कन्ट्रिजहरू अभाइलेबल हुन्छ चाहे त्यो होम एन्ड अवे हुनसक्छ उहाँलाई इन्भल्भ गर्ने प्लान गरेका छौँ भने नोभेम्बर सकिएको खण्डमा जब MPL पनि सकिन्छ त्यसपछि एन्ड अफ नोभेम्बरदेखि लिएर डिसेम्बरको बिचमा चाहिँ वी विल अगेन बी इन्भाइटिङ कन्ट्रिज नेपालमा खेल्नको लागि ओभरअल अहिले हाम्रो नेसनल र इन्टरनेसनल क्रिकेट क्यालेन्डर हेर्दाखेरि चाहिँ इट लुक्स अ भेरी प्याक्ड टाइट स्केड्युलिङ अभियसली यसलाई इन्टिग्रेट गर्नको लागि हामीलाई टाइम पनि लाग्यो बट यो 12 महिना 52 विक्सलाई हामीले डिभाइड गरेर हेर्दाखेरि इट अलमोस्ट लुक्स लाइक हामीलाई नेपाल क्रिकेट सङ्घ अन्तर्गतको अरू जति पनि प्रतियोगिताहरू हुन्छन् जिल्ला प्रदेशहरूले हामी लास्ट इयर पनि के भनेको थियौँ भने अब नेसनल टिमको प्लेयर्सहरू बाहेक चाहिँ जिल्ला प्रदेशहरूले आयोजना गर्न खोज्नु भएको या प्राइभेट सेक्टरसँग जोडेर जिल्ला प्रदेशहरूले जुन राष्ट्रिय स्तरको प्रतियोगिताहरू आयोजना गर्नुभएको छ त्यसलाई अब उहाँहरूले यो क्यालेन्डर अन्तर्गतको निरन्तरता दिएर राष्ट्रिय टिम बिजी भए पनि त्यो प्रतियोगिताहरू चाहिँ आयोजना गर्न सक्नुहुनेछ नेपालीको प्लेयर्सहरू अब कुरिराख्ने हो भने चाहिँ राष्ट्रिय स्तरको प्रतियोगिताहरू त्यसलाई कार्यान्वयन गराउन पनि गाह्रो र क्यालेन्डर मेन्टेन गराउन पनि गाह्रो भएको हुँदाखेरि चाहिँ जिल्ला प्रदेशहरूसँग जोडेर जसले पनि टुर्नामेन्टहरू आयोजना गराउनुहुन्छ सायद त्यो T20 फर्मेट होस् 50 ओभर्स होस् या अरू फर्मेट हो त्यसलाई चाहिँ हामीले इन्डिपेन्डेन्टली जिल्ला प्रदेशलाई छोडिदिएको छौँ हरेक प्राइभेट सेक्टरले पनि प्रतियोगिता आयोजना गर्नुभन्दा अगाडि जिल्ला प्रदेशको स्वीकृति लिएर समन्वय गरेर क्रिकेट सङ्घलाई जानकारी गराइसकेपछि हामी त्यसलाई स्याङ्सनिङ गर्छौँ त्यो स्याङ्सनिङको प्रोसेस पनि हामीले लास्ट इयरदेखि नै स्टार्ट गरेका छौँ हरेक प्रतियोगिता आयोजना गर्दाखेरि केही मापदण्डहरू छन् ती मापदण्डहरू पुरा गरेको खण्डमा चाहिँ जिल्ला प्रदेशहरूले राष्ट्रिय स्तरको या नेसनल लेभलको प्रतियोगिताहरू आयोजना गर्न सक्नुहुनेछ र लगभग सबै कुराहरू हामीले यहाँ इन्टिग्रेट गरेका छौँ अब यही बिचमा यहाँहरूलाई केही प्रश्नहरू छन् भने हामीसँग क्रिकेट अपरेसन्स म्यानेजर विनोदजी हुनुहुन्छ साथै नेपाल क्रिकेट सङ्घ बोर्ड मेम्बर माधव कर्मचार्यजी पनि हुनुहुन्छ नाउ आई वुड लाइक टु ओपन द फ्लो टु द मिडिया एन्ड केही प्रश्नहरू छन् भने कृपया राखिदिनु होला थ्याङ्क यू
यो इन्टरनेसनल क्यालेन्डरमा जनवरीमा चाहिँ खाली देखियो होइन, हामी फेब्रुअरीमा वर्ल्ड कप खेल्दैछौँ। जनवरीमा हालसम्म कुनै सिरिज यस्तो प्रिपरेसन नहुनुको कारण कि अझै पुरा भएर त्यो अलिकति टाइम लाग्यो। सो इनिसियली 3 महिना अगाडि देशको परिस्थिति हुँदाखेरि हामीलाई थाहा पनि थिएन कि अब नेपालमा हामी एनबिए पनि गराउन सक्छौँ या सक्दैनौँ, या हामीले जुन आइसिसीले हामीलाई दिएको वुमेन्स वर्ल्ड कप क्वालिफायर थियो त्यसलाई आयोजना गर्ने क्रममा चाहिँ अब जनवरी 14बाट वार्मअप हुँदै 18बाट जुन वुमेन्स वर्ल्ड कप क्वालिफायर स्टार्ट हुँदैछ त्यसको लागि ग्राउन्डहरूको मापदण्डदेखि आइसिसीको सम्पूर्ण टोली आएर हेर्दाखेरि चाहिँ अहिलेको लागि माथिल्लो मुलपानी र टिम इन्टरनेसनल ग्राउन्ड रिटिङ डिजे हुने त्यो कारणले गर्दाखेरि हामीले प्लान गरेका थियौँ कि वर्ल्ड कपभन्दा अगाडि वी वान्टेड टु ब्रिङ इन सम भेरी गुड टिम्स, ठुलो टिमहरू ल्याउने भनेर। तर जनवरी 12देखि अलमोस्ट फेब्रुअरी 1सम्म वुमेन्स वर्ल्ड कप क्वालिफायर नेपालमा हुने भएको भएर प्लस यो वुमेन्स वर्ल्ड कप क्वालिफायर पनि मलाई लाग्छ नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने वान अफ द बिगेस्ट टुर्नामेन्ट्स हो। यसलाई महिला क्रिकेट पुरुष क्रिकेट जतिको इन्ट्रेस्ट नभए तापनि अहिले यो प्रतियोगितामा टेस्ट राष्ट्रहरू बङ्गलादेश, जिम्बाब्वे, आयरल्यान्डहरू आइरहेका छन् भने 4वटा टिम वर्ल्ड कपमा पुग्ने अवस्था भएको हुँदाखेरि चाहिँ यो समयको र भेन्यूको अनअभाइलेबिलिटीले गर्दा नै हो। किन भन्दाखेरि यदि हामीसँग if we had a bigger stadium, we would have probably hosted some teams जनवरीमा पनि। तर अहिलेको लागि जनवरीले चाहिँ हामीले घरेलु क्रिकेटमा फोकस भएर चाहिँ हाम्रो जुन जिल्ला प्रदेश अन्तर्गतको क्लब लेभल प्रतियोगिताहरू हुन्छ त्यसलाई चाहिँ निरन्तरता दिने क्रममा अहिलेलाई जनवरीमा वी आर नट प्लेइङ एनी होम सिरिज, तर वर्ल्ड कपको एउटा प्रिपरेसन प्लान हामीले फाइनलाइज गरिसकेका छौँ। त्यसलाई इन द नेक्स्ट कपल अफ डेज हामी प्रेस रिलिजबाटै गर्छ कि नेपालले विश्वकप खेल्नुभन्दा अगाडि कुन कुन टिमसँग हामी खेल्दैछौँ भनेर। मोस्टली अवे सिरिजहरू हुन्छ, बट एउटा राम्रो स्केड्युल बनेको छ फर नेपाल लिडिङ अप टु द वर्ल्ड कप एन्ड पोस्ट वर्ल्ड कप। आई थिङ्क सबै डिटेल्सहरू हामीले यहाँहरूसँग सार्वजनिक गरिसकेका छौँ। मैले यसमा अब थप्नु जस्तो पहिला चाहिँ वुमेन्स क्वालिफायर जुन थियो होइन त्यो चाहिँ मुलबानी मैदानहरूमा मात्र हुने, टियु युज नहुने भन्नुभएको थियो होइन। अब अहिलेको अवस्था हेर्दाखेरि टियु ग्राउन्ड केही क्यानसँग छ छैन भन्ने अनेक कुराहरू आइरहेको छ। र यो सबै हामीले सिरिजहरू गरिरहँदा चाहिँ टियुको एउटा के हो फ्युचर थाहा छैन हामीलाई। यो सबै सिरिज गर्नलाई चाहिँ टियु मैदान चाहिँ क्यानले प्रयोग गर्न पाउनुपर्ने कतिको आवश्यक छ? अहिले हामीले नेपाल क्रिकेट सङ्घले राष्ट्रिय क्रिकेट परिषद लगायत अहिले मात्र होइन, यो लगभग 1-1.5 वर्ष अगाडिदेखि नै हामीले पत्रचार गरेर नै युवा तथा खेलकुद मन्त्रालय र राखेको र नेपाल सरकारलाई के आग्रह गरेका छौँ भने तल्लो मुलपानी चाहिँ नेपाल क्रिकेट सङ्घले यहाँहरूले कार्यान्वयन गर्नको लागि दिने हो भने हामी त्यसलाई अझ परिपक्व बनाउँछौँ। इनफ्याक्ट नेपालले अन्डर 19 जुन मेन्स वर्ल्ड कप क्वालिफायर थियो त्यो एकदमै 30-35 दिनमा हामी आफैले अलमोस्ट 40-50 लाख खर्च गरेर त्यो ग्राउन्डलाई तयार गरेर रेडी गऱ्यौँ। त्यसैले अब टियु ग्राउन्डको भविष्य के हुने नेपालमा त्यो क्रिकेट सबभन्दा बाहिरको कुरोको विषय हो होइन। अब नेपाल क्रिकेटको इतिहास बोकेको ठाउँ हो अहिलेको लागि, तर प्राथमिकताको रूपमा हेर्दाखेरि अब एउटा मात्र भेन्यूले हामीले भनौँ एनपिएल सकिँदाखेरि फिल भयो, एउटा मात्र भेन्यू पर्याप्त छैन। त्यसैले तल्लो मुलपानीलाई यदि नेपाल सरकारले यो क्रिकेट मन्त्रालय र राष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट सङ्घलाई हस्तान्तरण गरिदिने हो भने हामी त्यसलाई अझ व्यवस्थित गर्न सक्छौँ, त्यसलाई प्राइभेट इन्भेस्टमेन्टबाट पनि अझ राम्रो बनाउन सक्छौँ। टियु क्रिकेट मैदानको भविष्य के हो भनेको विषयमा चाहिँ क्रिकेट सङ्घभन्दा पनि राष्ट्रिय क्रिकेट परिषद, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकारले जे निर्णय गर्नुहुन्छ त्यो हामीले स्वीकार गर्नु हुनेछ। यो मेरो क्वेसन चाहिँ जस्तो लास्ट टाइम चाहिँ यो जय ट्रफी चाहिँ टुडे फर्मेटवाला चाहिँ यो सेमिफाइनल पुगेको टिमहरू थियो। अहिले चाहिँ यो जय ट्रफी पछि फेरि यो नेसनल बोलाएछ, योपालि चाहिँ कसरी छनौट गर्छ यो जय ट्रफी? लास्ट इयरकै जुन टप 4 टिम्स थियो दे हेभ नट प्लेड। जुन पहिलो पुरानो पिएम कपको छ दे हेभ नट प्लेड। पहिलो पिएम कप जब भयो योभन्दा अगाडिको त्यसको टप 4 टिम्स खेलेको हो हाम्रो पर्सा र जनकपुरमा भएको। त्यसपछि भएको पिएम कपको टप 4 टिम्स चाहिँ खेलेका छैनन्। त्यसैले अहिले हामीले यसलाई यो हाम्रो विन्डो हेर्दाखेरि चाहिँ त्यो टाइमलाइनमा मात्र अभाइलेबिलिटी भएको हुँदाखेरि चाहिँ त्यो टप 4 टिम्स चाहिँ यसपालिको जय ट्रफी चाहिँ कन्सेप्ट त्यही नै हुनेछ। लिग स्टेज 2 डे हुनेछ भने फाइनललाई चाहिँ 3 डे फर्मेटमा हामीले त्यसलाई कन्भर्ट गर्दैछौँ। यो अलिकति मलाई यो जस्तो हामीले यो अर्को वर्ष अन्डर 19 वर्ल्ड कपको होस्ट गर्दैछौँ होइन, त्यसको लागि अब तपाईँले अलिक केही कुराहरू भन्नु अलिकति डिटेलमा भनिदिनु होला नेपाली U19 वुमेन्स टिमको प्रिपरेसन। त्यसको प्लान चाहिँ बेसिकली एज सुन एज यो वुमेन्स
वर्ल्ड कप क्वालिफायर सकिन्छ। हर्षलजीलाई चाहिँ हामी सातवटै प्रदेशमा गएर चाहिँ सातवटै प्रदेशमा चाहिँ एक विकको क्याम्प राख्ने प्लान छ, जहाँबाट चाहिँ अन्डर 19 बच्चाहरूलाई चाहिँ सेलेक्ट गरेर सातवटै प्लान चाहिँ 44 देखि 48 जना हो। प्लान चाहिँ 44 देखि 48 जना बच्चाहरू सातवटै प्रदेशबाट सेलेक्ट गरेर अनि एटलिस्ट 20-25 दिनको क्याम्प राखेर त्यहाँबाट एउटा पुल तयार गर्ने, त्यो सँगसँगै अन्डर 19 नेसनल पनि खेलाउने। कति प्लेयरहरू चाहिँ आफ्नो जिल्ला र प्रदेशको टोलीमा परिराखेका हुँदैन नम्बर कन्स्टेन्टले गर्दाखेरि, तर ती प्लेयरहरूलाई चाहिँ हामी प्रायः कोचलाई पठाएर हप्ता दिनको क्याम्प गरेर हुएभर कम्स इन्टु नोटिस त्यो प्लेयरहरूलाई चाहिँ प्रायोरिटाइज गरेर प्लस अन्डर 19 नेसनल्सबाट चाहिँ एउटा पुल तयार पारेर त्यो भएको 40-42 जना बच्चाहरूलाई चाहिँ थ्रु आउट त्यो 6 महिनाको पिरियड चाहिँ वी आर ट्राइङ टु किप देम इन्गेज। त्यही भएर पनि अन्डर 19 को सिरिजहरू तपाईँले हेर्दाखेरि कम्पेटिटिभली अलिकति लोवर ऱ्याङ्क टिमहरूसँग देख्नुहुन्छ, बट द आइडिया इज टु मेक स्योर कि उनीहरूलाई स्टोरी एक्सपोज गर्नु नेसनल क्रिकेटमा। मेरो क्वेसन चाहिँ जस्तै सेड्युल हेर्दाखेरि पुरा बिजी छ होइन, ठुला प्रोग्रामहरू छ, आर्थिक हिसाबले चाहिँ कसरी म्यानेज गर्छ यो क्यानले अथवा के छ यसको सोच चाहिँ अलिकति टेन्टेटिभ बजेट नै भनिदिनु भयो भने अझै राम्रो हुन्छ। अब बजेट हामीले अब आइसिसीमा पठाइसकेका छौँ 2026 को। अब यस्तो हुन्छ, क्रिकेट सङ्घ भनेपछि हामी क्रिकेटबाट जति पनि अहिले रेभेन्यू कमाइरहेको छ त्यो क्रिकेटमै लगानी गरिरहेको छ। त्यसरी अहिले अब हाम्रो ओभरअल बजेट आइसिसीले दिने बजेट क्रिकेट सङ्घ आफैले आयोजना गर्ने प्रतियोगिताहरू अब यहाँ अहिले हामीले यसो हेऱ्यो भने जुन मेन्स बाइल्याटरल सिरिज जुन हाम्रो स्ट्रङ्गेस्ट रेभेन्यू सोर्स हो, अब यो जुलाई या जुनसम्म हामी 3टा सिरिजहरू नेपालमा आयोजना गर्ने हो भने पनि मेबी इट कुड बी T20s, इट कुड बी 50 ओभर्स, एटलिस्ट पनि 12 देखि 15वटा म्याच हामीले आयोजना गर्न सक्यो भने त्यो रेभेन्यू जुन हामी गर्छौँ फ्रम टिकेटिङ स्पोन्सरसिपदेखि लिएर प्लस घरेलु क्रिकेटमा जोडिन सक्ने र जोडिन खोज्नुभएका हाम्रो जति स्पोन्सर्सहरू हुन्छ सबै जोड्दाखेरि चाहिँ आई थिङ्क वी सुड बी एबल टु सस्टेन दिस। सस्टेनेबिलिटी कस्तो हुन्छ भने हाम्रो बजेट 4वटा क्वार्टरमा आउँछ, त्यो 4वटा क्वार्टर आउने क्रममा चाहिँ अहिले हामीले जति बजेट हामीसँग छ त्यो बजेटलाई चाहिँ एक्युमुलेट गरेर यो फर्स्ट क्वार्टरमा चाहिँ यो प्रतियोगिता आयोजना चाहिँ यति बजेटहरू हामी खर्च गर्न सक्छौँ भन्ने कुरालाई चाहिँ प्लानिङ गरेर खर्च छ, बट खर्च भए सँगसँगै त्यो खर्च चाहिँ हामीले यही प्रतियोगिता आयोजना गरेर उनी रकमबाट त्यही प्रतियोगिताहरूले सञ्चालन गर्नको लागि भनेर प्लानिङ त्यसरी गरेको छ। मेरो प्रश्न चाहिँ यो जस्तै लास्ट इयर धेरै इन्टरनेसनल सिरिजमै बिजी भएको भएर डोमेस्टिक टुर्नामेन्ट छिटो जस्तो पनि देखिन्छ होइन। लास्ट इयरको क्यालेन्डरमा मेयर कप देखेको थिएँ सायद डिसेम्बरमा होला, अनि यो वर्ष पनि मेयर कप चाहिँ देखिनँ। मेयर कपले स्पोन्सर नगरेको हो कि हामी मतलब सेड्युल बिजी भएर? मेयर्स कप थियो, वुमेन्स क्रिकेटमा स्पेसली ललितपुर मेयर्स कपको संरचनामा हामीले वुमेन्स एउटा एलिट कप भन्ने खालको एउटा प्रतियोगितालाई पनि हामीले भनौँ न कार्यान्वयन गर्ने एउटा प्लानिङ गरेका छौँ। सेप्टेम्बरमा हजुरले हेर्नुभयो भने त्यो वुमेन्स लङ्गो फर्मेट भन्ने एउटा हामीले राखेका छौँ। त्यसमा चाहिँ मेबी त्यो हाम्रो जुन प्रतियोगिता हामीले आयोजना गर्ने अहिले सोचिरहेको छौँ। मेयर कपलाई चाहिँ बजेट छ, त्यो बजेट नभएको भने त्यसलाई अलिकति इन्स्टिट्युसनलाइज गर्नको लागि र त्यसलाई अझ कार्यान्वयन गरेर अझ फ्रुटफुल बनाउनको लागि चाहिँ त्यही मेयर कपलाई नै मेबी एउटा लङ्गो फर्मेटको प्रतियोगिता आयोजना गर्ने। त्यो भनेको चाहिँ वुमेन्स पिएम कपबाट छानिएका बेस्ट प्लेयर्सहरू हुनसक्छन्, तिनीहरूलाई 4वटा टिममा डिभाइड गरेर हुनसक्छ, या भनौँ न 5वटा या 3टा टिम बनाएर चाहिँ ट्राइङ्गुलर सिरिज लङ्गो फर्मेटको सिरिजमा चाहिँ त्यो कन्सेप्टमा गर्ने भनेर हामीले प्लान गर्यौँ। बजेट नभएको होइन, तर हामीसँग टाइमै नभएर हामीले यसलाई कार्यान्वयन गर्नै सकेन लास्ट इयर। हजुर, मेरो प्रश्न चाहिँ हाम्रो जोइन्ट कमिटीको हाम्रो यो स्केड्युल हेर्दाखेरि फेब्रुअरी 12 देखि कन्टिन्युसम्म छ। त्यो बेलामा चाहिँ हाम्रो नेसनल टिम चाहिँ फेरि उता इन्डियामा T20 वर्ल्ड कप खेल्दै हुन्छ। यसलाई चाहिँ अब हामीले कसरी म्यानेज गरेर राख्नु भएको होला? अब जय ट्रफी भनेको हाम्रो पर्फर्म गरेको टप 4 टिम्सलाई हामीले एउटा भनौँ न एक्स्ट्रा टुर्नामेन्ट लङ्गर डे फर्मेटको कन्सेप्ट हो। मैले अघि भने जस्तै अब नेपाल टिमको प्लेयर्सहरू अहिले क्यालेन्डर हेरेर पुग्यो भने कुनै पनि बेला उहाँहरू अभाइलेबलै हुनुहुन्न, किन भन्दाखेरि उहाँहरूको अभाइलेबिलिटी, उहाँहरूको फिटनेस, उहाँहरूको भनौँ अब मेबी दे कुड बी अ पोइन्ट वेयर अब नेपाल क्रिकेट संघको सेलेक्सन कमिटीलाई ODI T20 टिम्सहरूमा पनि भनौँ न धेरै इन्डिभिजुअल्सहरूको पनि अब इन्भल्भमेन्ट हुन सक्ने अवस्था छ। किन भन्दा स्पेसिफिक फर्मेटलाई स्पेसिफिक प्लेयर्स पाउने भाग राख्नै पर्ने भएको हुँदाखेरि अहिले अब अन्टिल द वर्ल्ड कप एउटा फर्मेटमा हामी अगाडि बढेका छौँ। तर अहिलेको लागि चाहिँ बिकज वी वान्ट टु क्रिएट अ प्लेटफर्म फर
डोमेस्टिक प्लेयर्स र अब अहिले खालि 15जना मात्र या 20जना मात्र नेपाल टिममा खेल्ने भन्दा पनि ओभरअल अरू प्लेयर्सहरूलाई पनि नेसनल लिग नहुँदाखेरि पनि इन्भल्भ हुने वातावरण सिर्जना गर्नुपर्छ र यो जय ट्रफी भनेको चाहिँ अब पुलिस आर्मी एपिएफ र लास्टको फोर्थ टिम बागमती थियो सो 4वटा टिम ले सहभागिता जनाउने भएको हुँदाखेरि चाहिँ यो 4वटा टिमले यसमा सहभागिता जनाउने हो धेरैले यो पनि इच्छा देखाउनु भएको छ कि मल्टिडे फर्मेट किन नगराउने त क्रिकेट सङ्घले जिल्ला प्रदेश भन्दाखेरि यो क्यालेन्डरै हेर्दाखेरि पनि प्लस क्रिकेट सङ्घले आर्थिक स्रोत हेर्दाखेरि पनि अहिले नै हामी मल्टिडे फर्मेटमा जान सक्ने अवस्थामा छैनौँ तर जो टिम्सहरू यसमा भाग लिँदैछन् वर्ल्ड कप खेल्ने स्क्वाड बाहेकका बाँकी क्वालिफाई भएको प्लेयर्सहरू पुलिस आर्मी एपिएफ र बागमतीका प्लेयर्सहरू चाहिँ यो टाइमलाइनमा मात्र उहाँहरूको भनौँ न अभाइलेबिलिटी हुने र यो टाइममा मात्र हामीले यो प्रतियोगिता आयोजना गर्न सक्ने विन्डो भएको हुँदाखेरि अहिलेलाई चाहिँ टिम वर्ल्ड कप खेलिरहेको छ तर त्यो वर्ल्ड कप खेलिराख्दाखेरि एउटा घरेलु क्रिकेटको संरचना चाहिँ रोकिनु भएन भनेर त्यो पिरियडमा हामी यो प्रतियोगिता आयोजना गर्दैछौँ यो लास्ट टाइम हामीले वर्ल्ड कप खेल्दाखेरि सरकारको 5 करोड सहयोग थियो अहिले चाहिँ के छ स्थिति हामीले अब युएस मा वर्ल्ड कप हुँदाखेरि अलिक अभियसली अलिक महँगो पनि थियो हामीले पहल गरेका थियौँ क्रिकेट सङ्घ अन्तर्गतको अब अहिले सरकारले 90 करोड त स्टेडियममै लगानी गर्नुभएको छ भनौँ न त्यसैले अब सरकारमा मात्र डिपेन्डेन्ट भएर हामी पैसा मागिरहनु हुँदैन भने अहिलेलाई मलाई लाग्छ यो एकदमै टाइट स्केड्युल नेसनलको प्रिपरेसन भएको भएर सरकारको बजेट आउँछ भने त ठिकै छ तर अब हामीले अहिले हेरेको अवस्थामा चाहिँ हामीसँग वर्ल्ड कपसम्म तयारीको लागि वी हेभ इनफ बजेट यदि पैसाहरूको लागि हामीले कुनै पत्रचार त गरेका छैनौँ यसपालि किनकि युएस भएको भएर तयारी गर्नुपर्ने भएको भएर अलिकति बढी रकम त्यति बेला चाहिएको थियो अहिलेको लागि हामीलाई आइसिसीबाट पाउने बजेट र क्रिकेट सङ्घमा भएको बजेटबाट नै T20 वर्ल्ड कपसम्मको प्रिपरेसन पुग्छ भन्ने लागेको थियो यदि अब बनाउनै सकिन्छ भने चाहिँ अहिले हामीले नेपाल सरकारलाई रिक्वेस्ट भनेको चाहिँ तल्लो मुलबानी क्रिकेट ग्राउन्ड नेपाल क्रिकेट सङ्घलाई हस्तान्तरण गरिदिने हो भने मलाई लाग्छ त्यहाँबाट हामी धेरै कुराहरूमा सहजीकरण गरेर र आर्थिक हिसाबले सकेसम्म सरकारमा डिपेन्डेन्ट नहौँ भन्ने अवस्थामा हामी पुग्न कोसिस गर्दैछौँ सरकारको लगानी भौतिक पूर्वाधारमा होस् र साथै लास्ट इयर सरकारको सहयोगले गर्दा हामीले अघि प्रिपरेसनमा पनि सहयोग भयो र अहिलेको लागि चाहिँ हामीले कुनै पहल गरेका छौँ सरकारको अहिलेको प्राथमिकता भनेको सायद 10औं राष्ट्रिय खेलकुद लगायत अरू प्रतियोगिताहरू पनि छन् वर्ल्ड कपको लागि भन्दा चाहिँ हामीले कुनै पत्रचार पहल गरेका छौँ जस्तो एउटा यो प्लेयरकै कुरा गर्नु होइन अब नेसनल टिमको प्लेयरहरू चाहिँ डोमेस्टिक क्रिकेटमा नआउने हुने भनेर तर हामीले सेन्ट्रल कन्ट्र्याक्टमा रहेको नेसनल टिमको प्लेयरहरूले चाहिँ अब कतिपय टुर्नामेन्टहरूमा चाहिँ खेलिरहेको भनेर देखाएको छौँ नेसनल टिमको अलरेडी सेड्युल भइसकेको अवस्थामा पनि त्यो नेसनल टिमको प्लेयरहरू पार्टिसिपेसन लिएर चाहिँ सेन्ट्रल कन्ट्र्याक्टमा भएको प्लेयरहरूले चाहिँ त्यसलाई चाहिँ कसरी अब म्यानेज वर्कलोड म्यानेजमेन्टहरूले भन्नुभयो कि दुईवटा टिम नै बनाउनु पर्ने अवस्था नै आउन सक्छ तर अहिले हामीले केही भनौँ न क्यानले नै सेङ्सन गरेको प्रतियोगितामा चाहिँ वर्ल्ड कप चलिरहेको ड्युरेसनमा पनि प्लेयरहरू खेल्ने भन्ने आइरहेको छ त्यसलाई चाहिँ कसरी म्यानेज गर्नु अब क्रिकेट सङ्घले अहिले हामी कोसिस गर्दैछौँ होइन हाम्रो संरचना अलिकति स्ट्रक्चर गर्नको लागि अझ पनि त्यसलाई कार्यान्वयन गर्नको लागि अब जिल्ला प्रदेश अन्तर्गत अहिले पनि हाम्रो धेरै गुनासोहरू छन् किनभने क्रिकेट सङ्घले जुन बजेट हामीले जिल्ला प्रदेशमा पठाउँछ अझ पर्याप्त छैन तर अहिले क्रिकेटमा सेन्ट्रली सन्दर्भले खर्च भनेको राष्ट्रिय टिमको तयारी इभन महिला क्रिकेटलाई पनि योभन्दा अघि वर्ष 25-26मा हामीले राम्रो बजेटहरू खर्च गरेका छौँ त्यसैले अब त्यो सेन्ट्रली कन्ट्र्याक्टेड प्लेयर्सहरू भनेको चाहिँ हामीले प्लेयर्सहरूलाई राष्ट्रिय टिममा पुग्ने आधार र आफूलाई चलामानी बनाउने पनि एउटा आधार क्रिएट गर्नु पऱ्यो किन भन्दा क्रिकेट खेल्नको लागि अहिले मन लाग्छ 15जना मात्र होइन अर्को 30-35-40-50जनाको एउटा समूह प्लस आइम स्योर अब एनपिएल लगायत पिएल कपकै संरचना हेर्ने 10वटा टिम छन् पिएल कपको पर्फर्मेन्सेसहरूको बारेमा क्रिकेट सङ्घले इभ्यालुएट गर्यो कि गरेन भनेर धेरै क्वेसनहरू हामीलाई आएको थियो त्यसैले अहिले नै डेफिनेट तरिकाले यो फर्मेट यो प्लेयर भन्ने भन्दा पनि हामीले स्पेसिफिक घरेलु प्रतियोगितामा राम्रो खेल्ने खेलाडीहरूलाई तिनीहरूले रिवार्ड गर्नै पर्छ त्यो रिवार्ड गर्ने क्रममा 15, 16, 20जना किन कुनै पनि नेसनल टिमको सेटअपमा एउटा वर्षमा 20देखि 22जना बाहेक धेरै फेरबदल हुँदैन तर अब T20 र 50 ओभर्सको फर्मेटका स्पेसिफिक हुँदाखेरि प्लेयर बर्नआउटको पनि कुराहरू हेर्दाखेरि यति टाइट स्केड्युल छ कि प्लेयर्सहरूले पनि आफ्नो फिटनेसदेखि लिएर सबै कुरा ध्यान दिनुपर्ने भएको हुँदा त्यो बाहेक पनि अरू जति पनि राम्रो पर्फर्म गर्ने घरेलु प्रतियोगिताहरूमा राम्रो खेलेका खेलाडीहरू छन् तिनीहरूको पर्फर्मेन्स हामी नोट गरिरहेको छौँ त्यो राष्ट्रिय स्तरको प्रतियोगिताहरू त्यो नेसनल लेभलको प्रतियोगिताहरू जिल्ला प्रदेशमा आयोजना गरेका प्रतियोगिताहरू प्राइभेट सेक्टरले आयोजना गरेका प्रतियोगिताहरू यो सबै चेक गरेर चाहिँ एउटा भनौँ न मापदण्ड बनाएर नै हामी प्लेयर्सहरूले कन्ट्र्याक्टमा राखेको छौँ सो कन्ट्र्याक्ट भनेको चाहिँ नट जस्ट अबाउट नेसनल लिगको पर्फर्मेन्स कि घरेलु प्रतियोगितामा राम्रो खेलेको खेलाडीहरूलाई पनि हामी उहाँहरूलाई नेपाल क्रिकेट सङ्घ अन्तर्गत कन्ट्र्याक्ट सिस्टममा इन्क्लुड गरेका छौँ